स्वागत छ यो मेरो भ्लगमा सम्पूर्णलाई र म आज छु झिनु पुल एबिसी ट्रेकको लागि चाहिँ सोलो ट्रेक निस्केको छु म र यो पहाडलाई जित्नुभन्दा पहिला चाहिँ हैन यो मनको डरलाई चाहिँ जित्नु पर्दा रहेछ। त्यही जोस त्यही साहसको साथ चाहिँ त्यो मनको डरलाई जितेर चाहिँ सोलो ट्रेकिङ निस्केको छु र अब यो आजदेखिको यात्रा चाहिँ हैन के हुनेछ सबै म यस भिडियो मार्फत हजुरहरूलाई पनि म यो भ्लग मार्फत चाहिँ सेयर गर्न चाहन्छु र हरेक कुराहरू बिगिनिङदेखि इन्डिङसम्म त्यो एबिसीको मनमोहक दृश्यसम्मको सबै यात्रा हजुरहरूमा म सेयर गर्न चाहन्छु र आजको मेरो यात्रा चाहिँ यहीँबाट सुरु भएको छ र बिहान 6 बजे चाहिँ घरबाट निस्किएको बाइकसम्मै झिनु डाँडासम्म आएँ र अहिले लगभग 11 बजेको छ र यस झिनु डाँडा अब बडो झिनु पुलबाट चाहिँ मेरो यात्रा सुरु भएको छ। भ्लग चाहिँ स्टार्ट भएको छ। झिनु डाँडाबाट चाहिँ पैदल यात्रा स्टार्ट भएको छ। आनन्द सोलो ट्रेकिङ पनि रमाइलो हुँदो रहेछ। आनन्द हैन, कोही छैन, सिर्फ नेचर हैन, आफूमा आत्मविश्वास र गडको साथ। ट्रेकिङ चाहिँ त्यहाँबाट स्टार्ट गरेको है। अहिले चाहिँ लगभग यति माथिसम्म चाहिँ आइपुगेछ। अहिले चाहिँ सोमरोङ आइपुग्यो है, सोमरोङको स्टार्टिङ पोइन्ट। र अब एकछिन चाहिँ यहाँ चाहिँ खाजाहरू खान्छु होला अनि एकछिन यहाँ रेस्ट गरेर चाहिँ आज चाहिँ अप्पर सुनवाई नै पुग्ने तारिक छ। र वेदर पनि खुलिरहेको छ, घाम लाग्यो अहिले त है, पानी परिरहेको थियो, एकछिन डिस्टर्ब गर्यो। चाहिँ लगभग हामी चाहिँ म चाहिँ सधैँ हामी भन्न आउँछ सोलो ट्रेक गरिरहेको छु नि त। अहिले म चाहिँ सोमरोङ आइपुगेँ। सोमरोङ चाहिँ भर्खरै कटेँ है, एकदम राम्रो छ सोमरोङ पनि। चेकिङ गर्नु पर्दो रहेछ है।
अघि चोमरोङ चाहिँ त्यही हो, अघि खाजा खाएको ठाउँ चाहिँ त्यहाँबाट चाहिँ अप्पर सिनुवा लोवर सिनुवा चाहिँ यहाँ है। ओके दिदी। बिहानको टाइममा चाहिँ भ्यू देखिरहेको छ भनिरहेको छ होइन, सनसेट चाहिँ देखेको छैन भनिरहनु भएको छ फर्किँदै गरिरहेको मान्छेले। अब लेट्स होप है माथि पुगेपछि अवश्य सनसेट पनि देखिनेछ र यो वेदर पनि एकदमै क्लिन हुनेछ। र अहिले चाहिँ म छु सिनुवा हल लज एन्ड रेस्टुरेन्टमा। आजको स्टे चाहिँ यही नै हुनेछ। पानी पनि सिमसिम पर्यो। अब ब्याम्बोमा सम्म पुस गर्ने भनेको त्यहाँ चाहिँ अलिकति खाल्टोमै छ। अब भोलि बिहान भ्यू पनि देखिँदैन भन्नुभयो यहाँको स्थानीय मान्छेहरूले चाहिँ। त्यही भएर चाहिँ यहीँ नै बस्ने। लेट्स होप यहाँबाट नि राम्रो भ्यू देखिन्छ भन्नुभएको छ। ल भ्यू खोल्दैन भनेर चाहिँ सबैजना फर्केको मान्छेले चाहिँ भनिरहनु भएको थियो है, सनसेट पनि हेर्न पाएन। ल हेर्नुहोस् है, ल आज फर्स्ट डे फर्स्टमा चाहिँ अहिले म लोवर सिनुवा छु। लोवर सिनुवाबाट चाहिँ यस्तो माछा पुछ्रेको बवाल सनसेट पनि हेर्न पाइरहेको छ। चोमरोङ भइहाल्यो। यो उतापट्टिको यो चाहिँ घान्द्रुक। र गुड मर्निङ। आज चाहिँ म चाहिँ अप्पर सिनुवा छु। आज डे 2 है। र आजको हाम्रो यात्रा चाहिँ अप्पर सिनुवाबाट चाहिँ हामी चाहिँ देउरालीसम्म पुगिन्छ होला। सरी हामी नै भन्न आउँछ होइन, म सोलो ट्रेक गरिरहेको छु नि त। वेदर पनि मजाले खुलिरहेको छ है। अब सनराइज हुनै लागेको छ, माथि देख्न सक्नुहुन्छ माछा पुछ्रेबाट। अहिले चाहिँ ब्रेकफास्ट खाएर चाहिँ अब चाहिँ सिनुवाबाट चाहिँ निस्केको। अब चाहिँ आजको टार्गेट चाहिँ देउरालीसम्म है। ब्रेकफास्ट पनि मिठो खुवाउनु भयो दाइले। वेदर पनि एकदम क्लियर छ आज, एकदम रमाइलो भइरहेको छ। उहाँ हाम्रो दाइ पनि भेट हुनु भएको छ। दाइको नाम चाहिँ के अरे? Hello, my name is Saurabh. वेयर फ्रम? I am from Kolkata. कलकत्ताबाट चाहिँ सिधै एबिसीको लागि हेर्नु यस्तो फेमस छ कि यो नेपालको होइन नेचुरल रिसोर्सेसले भरिएको ठाउँमा होइन कतिको इन्जोय गरिरहनु भएको। A lot. A lot. I can't explain. Ah, my God. And that's why it's khatra, khatra. खतरा। Yes. लगभग ब्याम्बो आइपुग्न लाग्यो है। वेदर चाहिँ हेर्न सक्नुहुन्छ है, यस्तो मजाको खुलिरहेको छ कि होइन। प्रे गरेर आएको थिएँ क्या मैले साँचमा होइन, गडलाई खोल्नुपर्छ होइन। यो 4-5 दिनको टाइम चाहिँ एकदमै खतरा खाले चाहिँ भ्यू देखिनुपर्छ भनेको नभन्दै कि
अहिले चाहिँ हामी ब्याम्बो आइपुग्यो लगभग 7 बजे चाहिँ अप्पर सुनाबाट हिँडेको लगभग एराउन्ड अहिले चाहिँ 8:20 भएको छ ब्याम्बो आइपुग्यो र होइन मैले अघि एउटा दाइलाई मैले भेटाएको थिएँ नि होइन उहाँ दाइलाई पनि होइन मैले तलैबाट चाहिँ हाम्रो झिनु पुलबाट चाहिँ हाम्रो चाहिँ भेट हुँदै आएको होइन हामी चाहिँ सँगै स्टे गऱ्यौँ अप्पर सिनुवामा त्यहाँबाट आजको हाम्रो डेस्टिनेसन पनि देउरालीसम्म पुग्ने नै छ होइन आजको अब यो जर्नी पनि दाइसँगै नै कम्प्लिट हुने जस्तो लागिरहेछ होइन सोलो ट्रेक आए पनि र दाइ कस्तो लागिरहेछ हजुरलाई एकदम दामी एकदम रमाइलो लागिरहेको एकदम राम्रो मजा आइरहेको छ ट्रायलको अरू ठाउँभन्दा यो ट्रायल चाहिँ कस्तो लागिरहेछ यो अहिले आजको चाहिँ अलिकति अथवा हिजो त अलिकति साह्रै चर्कै परेको थियो हजुर आज चाहिँ अलिक राम्रै लाग्दैछ सायद एकस्टमेट भयो योसँग अब साथ दोभान पनि आइपुग्यो है एराउन्ड 9:30 भएको छ 1 घन्टामा चाहिँ आइपुग्यो दोभान पनि लगभग 11:30 भएको छ अहिले चाहिँ टाइम अब हिमालयमा चाहिँ एकैछिन अब खाना खाने ब्रेक हुन्छ खानासाना खाएर एकछिन रेस्ट गरेर चाहिँ अब देउरालीतिर अगाडि बढिन्छ है मेरो खाना पनि आइसकेको छ है भेज खाना चिकन त पाउँदैन है चिकन चाहिँ पाउँदैन भन्नुभएको थियो यो तलकै अघि मैले मन्दिर देखाएको थिएँ नि त्यो झरना भएको त्यहाँबाट चाहिँ माथि चाहिँ चिकन खाना चाहिँ एलाउड छैन रहेछ अहिले चाहिँ 12:30 भएको छ है हिमालयबाट चाहिँ अब रेस्ट गरेर खाना खाएर चाहिँ अगाडि देउरालीतिर चाहिँ निस्केको उतै देखिरहेको छ भर्खरै बादल लाएर चाहिँ देखिरहेको छैन उतै नै हो देउराली होइन एकछिन त्यहाँ बसेर रेस्ट गरेर आजको टार्गेट चाहिँ एमबिसी सम्मै जाने हो
देउराली पनि आइपुग्यो है। एराउन्ड लगभग 1 घन्टा 20 मिनटमा भनेको 1:30 बजे चाहिँ देउराली पनि आइपुग्यो र हेर्न सक्नुहुन्छ वाटरफल है। यहाँ पनि यस्तो राम्रो दृश्य रहेछ, हेर्न सक्नुहुन्छ। देउराली चाहिँ 3200 मिटरको हाइट अल्टिट्युडमा चाहिँ रहेछ है। अब अलिअलि सिमसिम पानी त परिरहेको छ, तर यसले चाहिँ खासै केही बिगार्दैन। म चाहिँ माछापुच्छ्रे बेस क्याम्पतिर जाँदैछु है। अलिअलि पानीले चाहिँ सिमसिम पानीले चाहिँ डिस्टर्ब गरिरहेको छ। एराउन्ड 2:30 भइरहेको छ अहिले। 10-15 मिनट भयो अलिअलि पानी परिरहेको छ, तर केही छैन। यति राम्रो वेदर भइदियो कि बिहानबाट अहिलेसम्म है। अब त्यता गएपछि त्यहाँ पुगेपछि चाहिँ भ्यू चाहिँ सनसेट चाहिँ अवश्य देखिनेछ। पछाडि वेदर पनि खुलिरहेको छ क्या बिस्तारै है। जे बुलिरहेको छ नि त्यो हुँदै गइरहेको छ होइन। के हो क्या पोजिटिभ भाइब्सको कमाल भनेको क्या। अहिले चाहिँ म चाहिँ है माछापुच्छ्रे बेस क्याम्पमा चाहिँ आइपुगेँ। अहिले म छु यहाँ गुरुङ गेस्ट हाउसमा है। र माथि आइपुगेको होइन, भ्यू पनि खुलिरहेको छ कि होइन। पानी पनि पर्न बन्द भयो होइन। अब लेट्स होप घाम पनि लाग्छ र आजको यहाँबाट चाहिँ माछापुच्छ्रेको चाहिँ बेस्ट सनसेट पनि हामी देख्न सक्छौँ। फ्रेस भएर बसेको ल, पानी पनि रोकिसकेको छ है। अब वेदर चाहिँ बिस्तारै खुल्दैछ, हेर्न सक्नुहुन्छ। र हजुरहरूले देख्न सक्नुहुन्छ है माछापुच्छ्रे बेस क्याम्पमा चाहिँ यो 3900 मिटर अल्टिट्युडको उचाइमा पनि होइन यहाँको दाइहरू, लोकल दाइ, स्थानीय दाइहरू चाहिँ भलिबल खेलिरहनु भएको छ। मर्निङ फ्रम माछापुच्छ्रे बेस क्याम्प, आज डे 3 र अन्नपूर्ण हिमालमा होइन सनराइज हेर्न सक्नुहुन्छ है। यति राम्रो देखेको छ वेदर, यति राम्रो खुलिरहेको छ। र यतापट्टि हेर्न सक्नुहुन्छ माछापुच्छ्रे बेस क्याम्पमै छु अहिले म चाहिँ है। एराउन्ड बिहानको 5:30 भएको छ। अब चाहिँ एकछिन यसो फोटोसोटो भिडियोहरू गरेर चाहिँ ब्रेकफास्ट खाएर चाहिँ एराउन्ड 7-8 बजेतिर हिँड्छु होला अन्नपूर्ण बेस क्याम्पतिर। देख्न सक्नुहुन्छ पछाडि माछापुच्छ्रे, माइटी माछापुच्छ्रे। यो चाहिँ माछापुच्छ्रे चाहिँ यो पोखराबाट जुन देखिन्छ नि अगाडिको त्यो फिस्टेल टाइपको चाहिँ त्यो चाहिँ ट्याक्कै यो अहिले म चाहिँ यो एमबिसी चाहिँ ट्याक्कै त्यसको पछाडिपट्टिको भागमा रहेछ कि होइन। यो पछाडिपट्टिको भाग ट्याक्कै यो पहाडहरू देखिरहनु भएको छ नि होइन। यो सबै माछापुच्छ्रे हो कि अगाडि नै हो कि होइन। यसरी चाहिँ एक्सपिरियन्स गर्न पाइयो होइन।
कि ओर्थिटे भयो हिजो देउराली बस्ने भनेको देउरालीबाट यसरी चाहिँ मर्निङ भ्यू चाहिँ देखिने थिएन होइन, तर चाहिँ एमबिसी चाहिँ अलिकति 1.5-2 घन्टा चाहिँ पुस गरेँ, त्यही भएर चाहिँ यति राम्रो बिहान चाहिँ भ्यू देखिन पाइएको छ। अहिले चाहिँ 9 बजेको छ है, र आनन्दले ब्रेकफास्ट खाएर चाहिँ मजाले अब दाइको होटलबाट चाहिँ अब एबिसी बेस क्याम्पतिर चाहिँ निस्केको छु। एबिसी बेस क्याम्प अब 2.5 घन्टामा चाहिँ पुगिन्छ होला। ल अब बाटोमा अब हिँड्ने क्रममा चाहिँ के हुनेछ म सबै हजुरहरूलाई अपडेट गर्नेछु। र आजको डे 3 को यात्रा चाहिँ सुरु भएको छ है। माछापुच्छ्रे बेस क्याम्पबाट चाहिँ अगाडि बढ्दैछु र हेर्न सक्नुहुन्छ है, एकदम जति माथि आयो त्यति नै हिमालहरू चाहिँ एकदमै ठुलो होइन, एकदम सुन्दर एकदम देखिरहेको छ। र यही अन्नपूर्ण बेस क्याम्पको अगाडि यात्रामा चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ है, ब्रेथ टेकिङ भ्यू जुन चाहिँ यो शब्दले मात्र बयान गर्न सकिँदैन। बेस क्याम्प पनि आइपुग्यो है, त्यही नै हो, देख्न सक्नुहुन्छ पछाडि। लगभग 1.5-2 घन्टामा चाहिँ तल माछापुच्छ्रे बेस क्याम्पबाट चाहिँ अन्नपूर्ण बेस क्याम्प पनि आइपुग्यो। अब एकछिन त्यहाँ बसेर फ्रेस भएर खानासाना खाएर अनि रेस्ट गरेर आनन्दले भ्यू हेर्दै बस्ने हो। बेलुका सनसेट, भोलि बिहान मर्निङमा सनराइज, सबै कुरा चाहिँ मजाले हेरेर अनि भोलि चाहिँ तलतिर फर्किने हो। अन्नपूर्ण बेस क्याम्प पनि आइपुग्यो है, एराउन्ड अहिले चाहिँ 10:30 भएको छ। अन्नपूर्ण बेस क्याम्प पनि ट्याक्कै आइपुग्यो ल, हेर्न सक्नुहुन्छ एकदमै रमाइलो छ है। 360 भ्यूमा चाहिँ पुरै हिमाल, डाँडै डाँडा, पाखै पाखा होइन देख्न सकिन्छ। ल म चाहिँ अहिले अन्नपूर्ण बेस क्याम्पमा चाहिँ है मजाले घुम्दै बसिरहेको छु। यता आइस लेक है के पनि रहेछ यता तलतिर हेर्न सक्नुहुन्छ। यस्तो पहिरो गएर चाहिँ यस्तो खोल्छ रहेछ कि सक्नुहुन्छ है, लेफ्ट साइड एरिया रहेछ यो चाहिँ।
तलतिर लेक पनि रहेछ है त्यहाँ। अहिले चाहिँ एराउन्ड 3:30 भएको छ है। अहिले यो अन्नपूर्ण बेस क्याम्प हेर्न सक्नुहुन्छ है, पुरै घाम लागेर चाहिँ वेदर एकदम राम्रो छ। अहिले म चाहिँ खाजा खाएर चाहिँ एकैछिन न्याप लिएँ, आधी घन्टा जति भर्खरै अहिले उठेको र एकैछिन यसो बाहिर हेरेको त होइन, घाम लागेर चाहिँ वेदर एकदम राम्रो होइन, एकदम ब्युटिफुल देखिरहेको छ र सबै कुराले साथ दिइरहेको छ होइन। टाइम भएको छ है अन्नपूर्ण बेस क्याम्पमा। गुड मर्निङ फ्रम अन्नपूर्ण बेस क्याम्प है। र अहिले म छु 4130 मिटर फ्रम एबोभ सी लेभल र हाम्रो झिनु डाँडाबाट भएको यात्रा, हरेक यात्रा चाहिँ कठिन भए पनि, हरेक पाइला चाहिँ कठिन भए पनि आज यस ठाउँमा यसरी अन्नपूर्ण बेस क्याम्पमा उभिँदाखेरि होइन सबै कुरा चाहिँ ओर्थ इट लागिरहेको छ। के छ? ठिक छ। कस्तो लागिरहेछ? आफ्टर अल्टिट्युड सिकनेस आई एम गुड। सनराइज पनि भइसकेको छ, देख्न सक्नुहुन्छ है। यति सुन्दर दृश्य देखिरहेको छ कि होइन, यो केवल यो भिडियो र यो फोटो मार्फत मात्र बयान गर्न सकिँदैन। सनराइज पनि मजाले भयो है, पछाडि हेर्न सक्नुहुन्छ अन्नपूर्ण एकदम क्लियर देखिरहेको छ। एकदमै लुफ्त उठाइरहेको छु मैले है, मजाले देख्न सक्नुहुन्छ अन्नपूर्ण रेन्ज सबै है। सनराइज पनि भयो है, हेर्न सक्नुहुन्छ 360 भ्यू। अब चाहिँ एकदमै पुरै मजाले भ्यू हेरेर चाहिँ अब चाहिँ ब्रेकफास्ट खाएर चाहिँ फर्किने सोच बनाइरहेको छु। हेर्न सक्नुहुन्छ है, एकदमै मजाको वेदर खोलिरहेको छ। 360 भ्यूमा देखाइरहेको छु, हेर्न सक्नुहुन्छ। जसरी यो भिडियोमा देखिरहनु भएको छ नि, तर चाहिँ रियलमा चाहिँ होइन, योभन्दा चाहिँ बढी चाहिँ रमाइलो चाहिँ भइरहेको छ कि होइन। जुन चाहिँ यो फोटो भिडियोमा मात्र क्याप्चर गरेर चाहिँ यो रमाइलो चाहिँ यसलाई चाहिँ रेकर्ड गर्न सकिँदैन क्या। यो भनेको आफ्नै मेमोरीमा चाहिँ सेभ गर्न सक्यो भने चाहिँ यो भनेको जिन्दगीभरि चाहिँ सम्झिरहने एउटा याद हुन्छ नि, एउटा रमाइलो पल, रमाइलो क्षणको रूपमा चाहिँ सेभ गर्नुपर्छ। हेर्न सक्नुहुन्छ पछाडि है, यो दृश्य छोडेर जानै मन छैन, तर के गर्नु, 4 दिन भइसकेको छ, तल फर्किनु नै पर्छ। तर केही छैन, यहाँको यो सुन्दर दृश्य चाहिँ
आफ्नो यो माइन्डमा मेमोरीमा चाहिँ क्याप्चर गरेर चाहिँ म जाँदैछु। यो भिडियोको क्याप्चरले त त्यति सुन्दर देखिएको छैन कि यो रियलमा चाहिँ होइन ब्रेथ टेकिङवाला भ्यू छ कि होइन सम्पूर्णमा चाहिँ होइन त्यो सनराइज हुने बेलामा पनि एकदमै सम्पूर्णको जोस उत्साह पनि एकदमै थियो है र एकदमै रमाइलो भयो यो 4 दिन यो एबिसी ट्रेकको यात्रा पनि एउटा अविस्मरणीय छेडको रूपमा चाहिँ मेरो लाइफमा चाहिँ पर्मानेन्टली सेभ भएको छ र म अब तल झर्दैछु है। यहाँ हेर्न सक्नुहुन्छ है, यहाँ फोटो खिच्नेको एकदमै ट्राफिक लाइन जस्तै छ। एउटा दुईटा फोटो मैले पनि खिचेँ है। अहिले म छु यो मिरर लेकमा है। यो मिरर लेकमा हेर्न सक्नुहुन्छ है, यस्तो मजाले रिफ्लेक्ट भएको छ कि होइन, अन्नपूर्णको दृश्य हेर्न सक्नुहुन्छ। पुरै एउटा मैले रिफ्लेक्ट भिडियो बनाएको छु मैले पनि, हेर्न सक्नुहुन्छ है त। अगाडि बढ्दै आयो है, त्यति नै अन्नपूर्ण पछाडि हुँदै गइरहेको छ। म चाहिँ भर्खरै होइन एमबिसीबाट चाहिँ एकैछिन यहाँ बसेँ, चिया खाएँ, जिन्जर टी, र यहाँको चाहिँ एउटा टुरिस्ट गाइड दाइले चाहिँ भन्नुभएको होइन, यो अहिलेसम्मकै चाहिँ यो चाहिँ यत्रो यो अहिले लगभग एराउन्ड 9 साढे 9 भएको छ होइन, अहिलेसम्मकै यति लङ टाइम चाहिँ यो भ्यू खोलेको चाहिँ रेकर्डै हो भन्नुभएको छ कि होइन। एकदमै लक्की पर्सनले मात्र यसरी चाहिँ अनुभव गर्न पाउँछ भन्नुभएको छ कि होइन। सो लक पनि चाहिन्छ, गडको साथ पनि चाहिन्छ होइन। मैले सुरुबाटै मैले तलबाट नै मैले भन्दै आएको थिएँ कि अवश्य खुल्नेछ होइन, वान अफ द बेस्ट भ्यू चाहिँ देखिनेछ र म हजुरहरूलाई पनि देखाउने छु। र हेर्न सक्नुहुन्छ अहिले 9:30 बजिसकेको छ, स्टिल अझै पनि के हेर्न सक्नुहुन्छ कि न बादल लागेको छ न केही छ होइन, यस्तो मजाको भ्यू देखिरहेको छ कि। The sun whispered softly, it's time to begin. Let the light pour out, let it seep within. Morning glow, the night is gone, let the colors show. एउटा मलाई चाहिँ कुरा चाहिँ होइन सेयर गर्न मन लाग्यो, मलाई मनमा लागेको कुरा है। जस्तो अहिले देख्न सक्नुहुन्छ हजुरहरूले होइन, यस्तो सिडीहरू होइन अगाडि यसरी बढ्दै गर्दाखेरि चाहिँ झुकेर अगाडि बढ्यो भने चाहिँ एकदमै सजिलो हुन्छ के होइन। एकदमै छाती फुलाएर तल नहेरिकन होइन यसरी हिँड्यो भने चाहिँ सिधै तल चाहिँ खाइमा चाहिँ हामी
जान सकिन्छ केयरलेस गऱ्यो भने होइन। त्यस्तै हाम्रो लाइफमा पनि होइन एकदम यही सिडी जस्तो गाह्रो मुभमेन्टहरू आउँछ कि होइन। यदि चाहिँ हामी यही गाह्रो मुभमेन्टलाई चाहिँ एकदम आनन्दले एकदम कुल भएर होइन एकदम धैर्य भएर चाहिँ अगाडि बढ्न सक्यो भने त्यो गन्तव्यमा नि आनन्दले पुग्न सकिन्छ कि होइन। त्यही भएर चाहिँ अहिले गाह्रो छ भन्दैमा चाहिँ सधैँभरि चाहिँ गाह्रो भइरहने होइन कि होइन। त्यही भएर चाहिँ एकदमै त्यो गाह्रो सिचुएसनमा चाहिँ पेसेन्ट भएर धैर्य भएर चाहिँ हामी चाहिँ अगाडि बढ्नुपर्छ। र अहिले गाह्रो छ भनेर सधैँभरि गाह्रो भइरहने मात्र होइन नि त। एराउन्ड 4 बजेको छ है। अहिले म चाहिँ यो लोवर सुनुवा र छोमरङको बिचमा, यसलाई के भन्छ ठाउँको नामलाई? छोमरङै भन्छ। ट्याक्कै छोमरङको चाहिँ यो फेदीमा छु है। एकैछिन भोक लाग्यो ल, एकदम बेस्ट खाजा। अराउन्ड अहिले 5 बजेको छ। म चाहिँ अहिले छोमरङ छु र आज म चाहिँ यहीँ कल्पना गेस्ट हाउसमा चाहिँ स्टे गर्छु। यहाँबाट चाहिँ बेस्ट भ्यू चाहिँ भोलि बिहानको हामी यहाँबाट देख्न सक्छौँ। र आज चाहिँ कति एराउन्ड 8 बजे एबिसीबाट चाहिँ निस्केको र एराउन्ड दोवनमा चाहिँ खाना खाने बेलामा चाहिँ एराउन्ड 12 बजेको थियो र बिस्तारै बिचमा चाहिँ 4 बजेतिर यहीँ अप्पर लोवर सुनुवामा चाहिँ खाजा खान बसेँ र एराउन्ड 1 घन्टाको कठिन यो उकालो यात्रामा पार गरेर चाहिँ अहिले म छोमरङमा छु। ल गुड मर्निङ फ्रम छोमरङ। र आजको चाहिँ होइन छोमरङको ब्रेकफास्ट चाहिँ ल हामी स्टार्ट गर्न लागेको छौँ। ब्रेकफास्ट खाएर चाहिँ हामी अब निस्किन्छौँ झिनो पुलतिर। र अहिले म चाहिँ है यो तातो पानीमा आइपुगेको छु। एराउन्ड अहिले चाहिँ 9:30 भएको छ बिहानको र एकैछिन अब यहाँ हट स्प्रिङमा बसेर चाहिँ आनन्द लिएर चाहिँ अब चाहिँ म तल झिनु पुलतिर चाहिँ जान्छु। र 5 दिनको यात्रा चाहिँ आज सकिएको छ र मलाई यो ट्रेकले चाहिँ मलाई के सिकायो भने चाहिँ हामी जस्तो परिस्थिति आए पनि होइन हामी निरन्तर अगाडि बढिरह्यो भने त्यो गन्तव्यमा हामी पुग्न सकिन्छ होइन। र यही सिडी यही फुड्किलोले नि मलाई एउटा कुरा सिकाए म भन्न चाहेँ है। र हामी यो फुड्किलो चढ्दै गर्दाखेरि हामी यसरी झुकेर अगाडि बढ्छौँ नि होइन, तर जिन्दगीमा नि त्यही नै हो कि हामी सफल हुन छ, हामी अगाडि बढ्नु छ भने जस्तो परिस्थिति आएर नि हामी नम्र भएर झुकेर धैर्य भएर निरन्तर अगाडि बढ्यो भने होइन त्यो गन्तव्य चाहिँ हामीले चाहेको टाढा छैन कि त्यो नजिकै छ कि। जति जस्तो परिस्थिति आए पनि हामी त्यो गन्तव्यमा चाहिँ पुग्न सक्छौँ र जति अप्ठ्यारो बाटो होइन त्यति नै सुन्दर गन्तव्य भन्छ नि होइन। त्यस्तै
मलाई यो ट्रेकबाट चाहिँ मैले एउटा लेसन सिकेँ र हजुरहरूमा पनि सेयर गरेँ र अहिले म यो झिनु पुलमा छु र आजको भ्लग चाहिँ म यही झिनु पुलबाट चाहिँ म इन्ड गर्न चाहन्छु जहाँ मैले सुरु गरेको थिएँ 5 दिन अगाडि र हजुरहरूलाई के भन्न चाहन्छु भने र यो मेरो सानो प्रयास यो पहिलो भ्लगिङमा चाहिँ हजुरहरूले यस भिडियो मन पराइदिनु भयो भने प्रतिक्रिया दिनुहोला, कमेन्ट गर्नुहोला, सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला र यसरी नै हजुरहरूको साथ र हौसला मिल्यो भने अझै अगाडि बढ्ने मलाई चाहिँ प्रोत्साहन मिल्छ र धन्यवाद। सी यू।